Hello everyone. This is my संस्कृति खनाल. मेरो आवाजहरू त क्लियर आइरहेछ नि है? हजुर म्याम, आइरहेछ। ओके. म चाहिँ एउटा वेब डेभलपर हो होइन, अनि मैले चाहिँ एज अ एआईलाई रिसेन्टली इम्प्लिमेन्ट गर्दैछु क्या आफ्नो करियर. म्याम, अहिले चाहिँ अलिकति क्र्याकवाला आवाज आयो, अलिकति मिलाउनु न है। हुन्छ, म एकचोटि इन्टरनेट चेक गरिहाल्छु. स्योर म्याम, स्योर। यो स्क्रिन सेयर गर्नुपर्दा मेरो फेरि ब्राउजर क्विट गरेर अन गर्नुपर्ने भयो, सो म यतिकै सुरु गरेँ है. म पछि यो स्लाइडहरू ग्रुपमा फरवर्ड गरिदिन्छु. सो एम आई अडिबल? अहिले क्लियर छ? एनीबडी? हेलो? ए ओके ओके. सो यस, म सुरु गर्दै थिएँ अहिले. अब मैले एज अ वेब डेभलपर चाहिँ आफ्नो एआईको पाथ किन यता चुज गरेँ, एआईतिर म किन इन्क्लाइन भइरहेको छु भन्ने कुरा गर्दै थिएँ. सो कस्तो भयो भन्दाखेरि चाहिँ एज अ वेब डेभलपर सुरुदेखि कुरा गर्नु पर्दाखेरि क्लाइन्टहरू कस्तो बेसिसमा भेटिन्छ भन्दाखेरि देयर आर डिफ्रेन्ट टाइप अफ क्लाइन्ट्स होइन त. तर सुरुमा भेट्दाखेरि चाहिँ कति क्लाइन्टहरू चाहिँ आफ्नो एकदम क्लियर आइडिया र पर्सेप्सनसँग आउनुहुन्छ क्या. उहाँहरूलाई डेभलपमेन्ट रिक्वायरमेन्टमा के चाहिएको, कस्तो चाहिएको हो, उहाँहरूसँग कुरा गर्दा, काम गर्दा इट इज युजली इजी एन्ड टु वर्क फरवर्ड होइन त. अनि कहिलेकाहीँ चाहिँ कस्तो क्लाइन्ट भेटिन्छ भन्दाखेरि उहाँहरूलाई एउटा प्रडक्टको कन्क्लुजन थाहा हुन्छ, तर हाउ इट वर्क्स त्यसको आइडिया पछाडि उहाँहरूलाई कहिले पनि के गर्ने, कसो गर्ने, तपाईँ हेर्नुहोस् सबै भनेर छोडिदिनु भएको हुन्छ क्या. त्यस्तो कामहरू गर्दाखेरि चाहिँ मोस्ट अफ द टाइम डेभलपमेन्ट भन्दा पनि रिसर्च फेजमै हाम्रो टाइम जाने गर्छ क्या. जस्तो अब एआईमा हुँदाखेरि हामीले उहाँहरूको आइडियाकै कम्प्लिट रिसर्च गर्नुपर्ने हुन्छ क्या. जस्तो कहिलेकाहीँ त मोर देन 7 डेजै लाग्छ. अब मैले एज अ विदाउट एआई एज अ ह्युमन माइन्ड मैले कतिसम्म सोच्छु भन्दाखेरि मसँग जति नलेज छ मैले त्यो बेसिसमा सोध्छु नि त. तर अब एआईसँग भनेको त न्युमरस नम्बर अफ डाटा हुन्छ नि त. तर हामीले त्यही कुरा उसँग मैले रिसर्च गर्दा विदिन कपाल अफ डेज. हेलो संस्कृति म्याम, ओके. तपाईँले क्लास रेकर्ड गरिरहनु भएको छ है? यस. हेलो. ए हजुर हजुर, क्लास रेकर्डरमै छ है? यसो गर्नु न, यो होस्ट हजुरले लिन मिल्छ कि मिल्दैन? मेरोमा अप्रुभल बिच बिचमा बोल्दा बोल्दा अप्रुभल आइरहेछ, अनि त्यो मैले ए हेर्न. हो, हजुर. ए हुन्छ, म तपाईँलाई होस्ट दिन्छु नि त है। होइन होइन, होस्ट हजुरसँग चाहिँ लान मिल्छ कि मसँग छ जस्तो लाग्यो कि. तपाईँ को होस्ट हुनुहुन्छ? म होस्ट छु यहाँ। तपाईँको लागि त्यो डिस्टर्ब त भएको होइन नि? मेसेजहरू के आएर, के कस्तो मेसेज आएको खासमा मलाई भन्न मिल्छ? वेटिङ रुममा छ, अप्रुभल गरिदिनु भनेर आइरहेछ नि.
वेटिङ रुममा हुन्छ, म हेरिदिइरहेको छु त्यो। ए ओके, हुन्छ, म रेकर्डेडमै छ है यो छ भने चाहिँ। यो हजुर हजुर रेकर्डेडमै हस्। छ। अनि मेरो आवाज त क्लियर आइरहेछ नि, यहाँ बेला बेला ब्यान्डविड्थ इस्यु देखाइरहेछ नि, त्यही भएर। हजुर हजुर, क्लियर आइरहेछ, बेला बेला अलिअलि अड्किरहेछ भने ठिकै छ, त्यो हजुर केही भएन। ओके ओके। त सो तपाईँ कन्टिन्यू गर्नु है, त्यो डिस्टर्ब होला, आइएम सरी, कन्टिन्यू गर्नु। होइन, नो वरिज, ओके लेट मी कन्टिन्यू। सो अब एउटा भनेको रिसर्च फेजमै मोस्ट अफ द टाइम लाग्ने हुन्थ्यो एज अ डेभलपर, या एज अ फ्रिलान्सिङ डेभलपर भनौँ न होइन। रिसर्च फेजमै टाइम लाग्ने हुँदाखेरि चाहिँ यो एआईले चाहिँ मेरो काम नै एकदम इफिसियन्ट बनाइदिएको छ क्या। किनकि उसले आइडिया जेनेरेसन या क्लाइन्टको एउटा आइडिया छ भने त्यसमा आइडिया एक्स्ट्रा थपेर त्यसलाई अझै इन्हान्स गर्ने आइडियाहरू पनि एआईले दिइरहेको हुन्छ क्या। अनि अब अर्को अर्को प्रब्लम, मेजर इस्यु हामी डेभलपर एज अ डेभलपर अड्किने भनेको, जति नै कोड सिके पनि, जति नै स्क्रचदेखि सिके पनि, इयर्स अफ प्र्याक्टिस भए पनि एउटा पर्फेक्ट कोडर हुन्छ भन्ने चाहिँ कन्क्लुजनमा आइन्छ भन्ने चाहिँ हुँदैन जस्तो लाग्छ क्या। एज अ डेभलपर जहिले पनि लर्निङ फेजमै हुन्छ नि त, केही न केही कुरा सिकिन्छ, एभ्री टाइम नयाँ बगमा इन्काउन्टर भइरहेको हुन्छ। सो विदाउट एआई चाहिँ कस्तो हुन्छ भने हजुरलाई कन्टिन्युस एउटा सिनियरले गाइड गरिरहनु भएको छ भन्ने पनि हुँदैन, या गाइड गरिरहनु भएको छ भने पनि कस्तो हुन्छ भने उहाँसँग पनि प्रशस्त सबैतिरको नलेज होला जस्तो लाग्दैन, हुँदैन क्या। किनकि एभ्री टाइम नयाँ नयाँ बगहरूसँग हामी फ्यामिलियर भइरहेका हुन्छौँ। अनि त्यो हुँदाखेरि चाहिँ अब कहिलेकाहीँ इन्टरनेटहरूमा रिसर्च गर्दाखेरि पनि त्यो बग पनि भनौँ न त्यति क्लियरली चाहिँ एकदम नै भनौँ न लाइक इन अ सेकेन्ड्स हामीले रेस्पोन्स पाइरहेका हुन्छौँ नि त एआईबाट। सो मैले अब एआई त हामी एज अ जो हाम्रो अडियन्स हुनुहुन्छ उहाँसँग कुरा गर्नु पर्दाखेरि एआई हाम्रो डे टु डे बेसिस भइसक्यो क्या होइन। च्याट जिपिटी भन्ने कुरा, एआई भन्ने कुरा आजको त लाइक के भन्ने जसकै मुखमा भइरहेको कुराहरू हो नि त। सो एज अ अब यो त मेरो पर्सनल कुरा भयो, मैले किन एआई युज गर्छु एज अ डेभलपर भनेर। तर आई थिङ्क आजको हाम्रो अडियन्स भनेको त जस्ट एज सी कम्प्लिटेड स्टुडेन्ट, आई थिङ्क दे आर वेटिङ फर द रिजल्ट्स। सो वाइ एआई फर देम भन्ने कुरामा चाहिँ अब किनकि यतिखेर ठ्याक्क हजुरहरूले पनि आफ्नो करियर पाथहरू सोचिरहनु भएको होला, अगाडि कसरी जाने, एआई इम्प्लिमेन्ट गर्दा एआईलाई आफ्नो करियर बनाउँदा कस्तो होला। किनकि एआईको मार्केट कस्तो छ त नेपालमा, मैले कति बिना कमाउँछु, किनकि एट द एन्ड अफ द डे जति काम गरे पनि वी विल बी थिङ्किङ अबाउट अर्निङ। सो त्यो कुराहरूलाई चाहिँ हामीले भोलि एड्रेस गर्न सक्छौँ, भोलि डे टूमा। आज चाहिँ हामीले जस्ट हुन्छ नि मोस्ट थ्योरी क्लासै हुन्छ आज चाहिँ, कसरी वाट इज एआई, बेसिक अफ एआई, हाउ इट वर्क्स एन्ड अल भनेर बुझ्छौँ। सो हामीले एआई के हो भनेर बेसिकली हेर्नै जानुपर्ने हो भने चाहिँ कस्तो हुन्छ भने एआईको की कन्सेप्टहरू नै अलिक धेरै छ क्या, टाइप्सहरू भनौँ न है। जस्तो अब मसिन लर्निङ, डिप लर्निङ, जेनरेटिभ एआई, न्यारो एआई, जेनरल एआईहरू जस्तो टाइप्समा पर्छ होइन त। अब हामीले रेगुलर सुनिरहेको कुराहरू जुन यो हामी रेगुलर डे टु डे युजमा आउने जेनरल छ, जुन हामी सबैले युजमा गर्छौँ भनेको, सरी यो च्याट जिपिटी, अनि यो फेसियल रेकग्निसन फिचर, सरी सिरीहरू जस्तो कुराहरू चाहिँ हाम्रो यो न्यारो एआईभित्र पर्छ क्या। अब त्यसपछि अरू भनेको हामीले सुनिरहेको कुरा भनेको चाहिँ यो मसिन लर्निङ, एमएल भन्ने पनि सुनिरहेको वर्ड हो। अब यो वर्डबाटै हामीले सुन्न सक्छौँ क्या। मसिन लर्निङ लाइक त्यो भनेकै मसिनलाई लर्न गराउने हो क्या। उसले उसले हुन्छ नि कन्सिस्टेन्ट वेमा डाटालाई लिएर नयाँ नयाँ डाटालाई लिएर आफ्नो एक्युरेसी बढाउने काम गर्छ क्या। तर अब हामीले यही की कन्सेप्ट भित्रै गएर पढ्नलाई त आज र भोलिको क्लास त इनफै हुँदैन क्या। किनकि यो सुन्दा एआई भनेर हामीले नर्मल वेमा आज दिन डे टु डे सुनेको कुरा भन्दा यो एकदमै डिप र भास्ट छ क्या। त्यसको लागि एउटा कम्प्लिट सेसनै चाहिने हुन्छ। सो त्यस्तो हुँदाखेरि चाहिँ एक्चुअलमा एआई के हो भन्दाखेरि एआईले चाहिँ हामीलाई एउटा लर्निङ, रिजनिङ अनि डिसिजन मेकिङमा हेल्प गर्छ होइन त। तर त्यसको लागि सबभन्दा चाहिने कुरा के हो भन्दाखेरि एउटा ह्युमन इन्टेलिजेन्स हो क्या। जबसम्म हजुरले एउटा ह्युमन इन्टेलिजेन्सले बोल्दैन कि मलाई यो चाहिन्छ भनेर माग्नुहुन्न, तबसम्म उसले म्याथको प्रब्लम सल्भ गराउँछ भने हजुरले उसँग क्यापेसिटी छैन नि त। उसले भोलि हजुरले गएर मलाई यो म्याथको प्रब्लममा सल्भ गर है भनेर च्याट जिपिटीमा टाइप गर्नुभयो भने उसँग भएको डाटाहरूलाई लिएर त्यही बेसिसमा हजुरलाई सल्भ गर्न हेल्प गर्छ नि त। सो आई थिङ्क वी आर प्रिटी क्लियर अबाउट
वाट इज एआई भनेर होइन। तर अब अभियसली वी आर नट गोइङ सो डिप एन्ड डिटेल टुडे एन्ड टुमरो होइन। आजको मोस्ट अफ द क्लास थ्योरी नै हुन्छ, मैले भनिसकेँ। सो अब अर्को ओके, अब अर्को क्वेसन भनेको चाहिँ एआईले कसरी काम गर्छ त, हाउ डज एआई वर्क भन्ने कुरा हुन्छ होइन त। एआईले चाहिँ यो इन्टरनेटमा भएको कम्प्लिट हुन्छ नि न्युमरस अमाउन्ट अफ डाटालाई कलेक्ट गर्छ। त्यो डाटाको बिहेभियर पढ्छ, एउटा प्याटर्न पढ्छ, अनि त्यही बेसिसमा चाहिँ उसले एउटा डिसिजन दिन्छ, हामीलाई एउटा प्रेडिक्सन दिन्छ भनेर हामीले बुझ्न सकिन्छ होइन त। अनि अनि अर्को कुरा भनेको हामीले एआई एल्गोरिदम भन्ने वर्ड एकदम चलेको भनेर होइन। इन्स्टाग्राम एल्गोरिदम, युट्युब एल्गोरिदम भनेर होइन त। हजुरले एउटा रिल आफ्नो साथीलाई सेयर गर्नुभयो भने त्यही रिलेटेड रिल हामीलाई के भन्ने रेकमेन्ड गरिरहेको हुन्छ क्या इन्स्टाग्रामले। आजको टाइममा लाइक हुन्छ नि सायदै कोही एप छ होला क्या, लाइक जसले एआईलाई इम्प्लिमेन्ट गर्न खोजिरहेको छैन। किनकि एआईले कम्पिटेटिभ मार्केट बनाइसक्यो अनि एभ्री एआईले चाहिँ हुन्छ नि उसले आफूलाई एआई सरी सबै एपले चाहिँ आफूलाई त्यो मार्केटमा फिट इन हुनको लागि एआई युज गरिरहेको हुन्छ। जस्तो हजुरले युट्युबमा एउटा गीत सुन्नुभयो भने त्यो अर्को सेकेन्ड सेकेन्ड क्रिएटरहरूले देख्नु पनि भएको हुन्न होला, तर त्यो सिमिलर क्रिएसन छ भने उसले हजुरलाई रेकमेन्ड गरिरहेको हुन्छ क्या। जस्तो अब नेटफ्लिक्सहरू पनि हजुरले चलाउनु भएको होला। नेटफ्लिक्समा पनि हजुरले लगइन गर्ने बित्तिकै हजुरलाई टप 5 बेस्ट हजुरको पिक्स मुभिजहरू देखाइरहेको हुन्छ क्या, सरी मागिरहेको हुन्छ। त्यही बेसिसमा पछि हजुरको ड्यासबोर्डमा डिस्प्ले हुने कामहरू हुन्छ क्या। अनि नेटफ्लिक्सले कतिसम्मको पनि डाटा कलेक्ट गर्छ भने हजुरले मुभी स्क्रोल गर्दै हुन्छ, अनि एउटा ठाउँमा गएर रोकिनु भयो, कुनै पोस्टरमा गएर रोकिनु भयो भने पनि त्यो उसले डाटा यसरी लिन्छ कि यो मान्छे यो ठाउँमा यति बेर रोकिया थियो, लाइक मेबी दिस इज द फिल्ड अफ हिज अर इन्ट्रेस्ट भनेर त्यही रिलेटेड मुभीहरू पनि उसले रेकमेन्ड गरिरहेको हुन्छ क्या। जस्तो अब इ कमर्सद्वारा हजुरमै हजुरले सामान अर्डर गर्दा हेर्नु भएको छैन छैन है। जस्तो कस्तो हुन्छ भन्दाखेरि इ कमर्स प्रडक्टहरूमा हजुरले जस्तो चिया छान्ने किन्नुभयो भने चेकआउट गर्ने बेलामा तलपट्टि प्रडक्ट यु मे लाइक भनेर आइरहेको हुन्छ क्या, जसमा चाहिँ जस्तो अब यो मान्छेले चिया छान्ने किन्यो, अभियसली चियापत्ती पनि चाहिने होला, हो त्यसरी रेकमेन्डेसन आइरहेको हुन्छ क्या। सो हामीले चलाइरहेको हुन्छौँ तर याद पनि गर्न याद नगरिरहेका पनि हुन सक्छौँ। यसरी चाहिँ हाम्रो डे टु डे लाइफमा एआई चाहिँ हाम्रो रियल लाइफमा यसरी इम्प्लिमेन्ट भएको छ। सो नेक्स्ट टपिक भनेको चाहिँ हाम्रो प्रम्प्ट इन्जिनियरिङ हो। ओके, सो प्रम्प्ट इन्जिनियरिङ सिम्पली मिन्स गिभिङ अ क्लियर इन्स्ट्रक्सन टु एआई। जस्तो अब हामीले यसलाई कसरी बुझ्न सकिन्छ भन्दाखेरि चाहिँ जस्तो हजुर एउटा पसलमा जानुभयो, पसलमा जाँदाखेरि हजुरले के भन्नुभयो भने मलाई एउटा सामान दिनु भनेर भन्नुभयो। त्यो पसलको मान्छे पनि वाल्ल पर्छ क्या, किनकि के चाहिँ माग्या हो त होइन, क्लियर इन्स्ट्रक्सन भएन नि त। हो तर हजुरले त्यही पसलमा गएर मलाई एउटा 10 रुपियाँको कालो पेन दिनु भनेर माग्नुभयो भने उसले वरिपरि सामान, किनकि पसलमा अभियसली टन्नै सामान हुन्छ नि त, वरिपरि सामान हेर्छ, त्यो 10 रुपियाँको कालो पेन कहाँ छ उसले खोजेर हजुरलाई ल्याएर दिन्छ क्या। हो त्यही हो क्या प्रम्प्ट इन्जिनियरिङ भनेको। अब प्रम्प्ट इन्जिनियरिङ या प्रम्प्टिङकै टेक्निक्सहरू हेर्ने हो भने पनि देयर आर सो मेनी टाइप्स क्या। जस्तो अब अराउन्ड 10 टाइप्स। जस्तो अब 0 सर्ट प्रम्प्टिङ, 1 सर्ट फ्यु सर्ट चेन अफ थट, अनि 0 सर्ट प्लस चेन अफ थट, अनि रोल प्रम्प्टिङ, कन्टेक्चुअल प्रम्प्टिङ, नेगेटिभ प्रम्प्टिङ, टन्नै छ क्या है। अब फेरि मैले भनिहालेँ यो कुरालाई एभ्री टपिकलाई डेप्थमा हेर्दै जाने हो भने इट विल टेक टाइम होइन त। आज र भोलिको सेसनमा इट विल नट फिट इन होइन। कस्तो हुन्छ भन्दाखेरि अब किन किन यो छुट्टै प्रम्प्ट टेक्निक्सहरू किन छुट्टा छुट्टै छ त, किनकि आखिरी जे भए पनि अन्तिममा क्लियर इन्स्ट्रक्सन त दिनु हो नि भनेर पनि बुझ्न सकिन्छ। तर कस्तो हुन्छ भन्दाखेरि के कन्सिडरेसनहरू हेर्ने हो भने चाहिँ जस्तो हामीलाई रिजनिङ या जस्तो कहिलेकाहीँ म्याथको फर्मुला सरी म्याथको यो अल्जेब्रा प्रब्लमहरू या जसमा लजिक चाहिन्छ, मल्टी स्टेप प्रब्लमहरू हुन्छ, हो त्यस्तोको लागि हामीले चेन अफ थट प्रम्प्टिङहरू युज गर्ने गर्छौँ होइन त। तर अब हामीलाई क्रिएटिभिटी अलिक हुन्छ नि त्यो राइटिङहरू चाहिएको छ, एउटा एसे राइटिङ, रिसर्च पेपर राइटिङ, यताउता चाहिएको छ, क्रिएटिभिटी लेखाउनु छ भने हामीले रोल बेस्ड प्रम्प्टिङहरू हुन्छ। यसरी नै हरेक
फिल्डमा त्यो प्रम्प्टको काम छुट्टै हुन्छ क्या। तर अब आज त हामीले त्यो कम्प्लिट डिटेलमा इच एन्ड एभ्री हेर्न जाँदैनौँ, तर हामीले बेसिक वे चाहिँ एउटा रेगुलर वे एज अ स्टुडेन्ट हामीले कसरी चाहिँ युज गर्न सक्छौँ भनेर हुन्छ। यो चाहिँ 4वटा टपिक भनौँ न, 4वटा फ्याक्टरमा डिभाइडेड हुन्छ। फर्स्ट भनेको चाहिँ रोल हो। जसरी हामीले एआईलाई भन्नुपर्छ कि लाइक हु सुड एआई एक्ट एज, एआई चाहिँ को जसरी काम गर्नुपर्छ त, जसरी जस्तो हजुरलाई एउटा कम्प्युटरको प्रब्लम या भनौँ न एउटा म्याथकै अल्जेब्रा प्रब्लम सल्भ गर्न हेल्प चाहिएको छ एआई च्याट जिपिटीबाट भने हजुरले एक्ट एज अ म्याथमेटिसियन ओर एक्ट एज अ म्याथ टिचर हु टिचेस टु क्लास 12 स्टुडेन्ट भनेर एउटा रोल असाइन गरिदिनु पऱ्यो होइन त। त्यसपछि अर्को फ्याक्टर भनेको टास्क हुन्छ। टास्क भनेको चाहिँ तपाईँलाई के चाहिएको छ त ऊदेखि। जस्तो कस्तो हुनसक्छ भन्दाखेरि हजुरलाई चाहिएको छ एउटा यो प्रब्लम सल्भ, यो क्वेसन सल्भ गरिदेऊ हो। कस्तो हो भने एक्ट एज अ म्याथ टिचर अनि आई वान्ट यु टु हेल्प मी विथ दिस म्याथ प्रब्लम भनेर उसलाई टास्क असाइन गर्यो होइन त। त्यसपछि थर्ड पोइन्ट भनेको कन्टेक्स्ट। कन्टेक्स्ट भनेको कस्तो हुन्छ भने हजुरले म्याथको प्रब्लम त सल्भ गर्नुभयो, तर अन्तिममा बुझ्नु पनि पऱ्यो नि त कसरी गर्यो भनेर हो। त्यसमा कन्टेक्स्ट के दिन सकिन्छ भने एट द एन्ड एक्सप्लेन मी लाइक आई एम अ 5 year old, ताकि उसले जति प्रिसाइज वेमा जति सिम्पलर वेमा बुझाउन सकोस् त्यो हेरेर भने। अनि लास्ट भनेको चाहिँ हाम्रो फर्मेट हो क्या, कुन तरिकाले चाहिँ उसले रेस्पोन्ड गर्ने। जस्तो जस्तो हजुरले आफ्नो म्याथ क्लासमा याद गर्नु भएको छ छैन, हाम्रो म्याथ टिचरले चाहिँ पहिला के भन्नुहुन्थ्यो भने तिमीहरूको एन्सर राइट छ, तल एन्सर लेखा मात्र छ भने म तिमीहरूलाई मार्क्स दिन्न, तर तिमीहरूको फर्मेट क्लियर छ, स्टेप क्लियर छ, ट्राई गरायो भने मार्क्स दिन्छु भन्नुहुन्छ क्या। हो त्यस्तो हुँदाखेरि चाहिँ अल्जेब्राको प्रब्लम मागिरहेको छौँ भने हामीले फर्मेट के माग्न सक्यो भने इन स्टेप बाई स्टेप म्यानर भनेर माग्न सक्यो नि त। हो यो 4वटा फ्याक्टर युज गरेर चाहिँ एउटा बेसिक प्रम्प्ट, एउटा राम्रो प्रम्प्ट बन्न जान्छ होइन त। अब जस्तो यहाँ मैले स्लाइड अहिले सेयर गर्न पाइनँ र कस्तो हुन्छ भन्दाखेरि एउटा ब्याड प्रम्प्ट र गुड प्रम्प्टको डिफ्रेन्स हेर्नु पर्दाखेरि जस्तो राइट समथिङ अबाउट स्कुल भन्नु भनेको उसले समथिङ अबाउट स्कुलमा भएभरको च्याट जिपिटी या एआई जुन एआईहरूले युज गरिरहनु भएको छ त्यो एआईसँग माग्दाखेरि उसले उसँग भएको टन्नै डाटाहरू लिन्छ क्या स्कुल रिलेटेड। अनि हजुरको अगाडि प्रेजेन्ट त गरिदिन्छ, तर हजुरले जे चाहनु भएको छ त्यो कुरा पाउन नसक्नुहुन्छ क्या। जस्तो त्यो गरेर डाटा त टन्नै आउँछ हजुरको अगाडि, इन्फर्मेसन टन्नै आउँछ, तर त्यो एट द एन्ड अफ द डे मिनिङलेस हुन्छ, युजलेस हुन्छ आफ्नो लागि। तर त्यही कुरा हजुरले अब के गर्ने सकिन्छ त त्यो ब्याड प्रम्प्टलाई गुड प्रम्प्ट बनाउनको लागि। यु आर एन इङ्ग्लिस प्रोफेसर होइन त, अब समथिङ अबाउट स्कुल राइट समथिङ भनेको त के हुनसक्छ त, इमेल होला कि के होला त होइन त, लाइक एसे हो कि होइन त, अनि रिसर्च पेपर हो कि, त्यो कुरालाई लेख्नको लागि राइट 100 word एसे त्यो हामीले उसलाई टास्क दिउँ होइन त। त्यसपछि हामीले उसलाई के दिन जरुरी छ, कन्टेक्स्ट दिन जरुरी छ। कन्टेक्स्ट भनेको चाहिँ कसरी दिउँ भने स्कुलको पनि इम्पोर्टेन्स अफ स्कुल युनिफर्म भनेर। अनि त्यसपछि कुन फर्मेटमा भन्दाखेरि फर्मल टुन विथ क्लियर इन्ट्रोडक्सन। हामीले युजली यो त पढिरहेको कुरा हो नि त, एज इन्ट्रोडक्सन बडी र कन्क्लुजनमा चाहिँ डिभाइडेड हुनुपर्छ भनेर। इन अ क्लियर इन्ट्रोडक्सन बडी एन्ड कन्क्लुजन। यसले चाहिँ कस्तो भयो भन्दाखेरि त्यही प्रम्प्ट त्यो पुरानो प्रम्प्टलाई हामीले एउटा क्लियर टपिक, स्पेसिफिक लेन्थ अनि अडियन्स डिफाइन जुन चाहिँ ग्रेड 10 स्टुडेन्ट हो, अनि कन्टेक्स्ट गिभन नेपालको कन्टेक्स्ट दिएर एउटा भेग प्रम्प्टलाई हामीले एउटा मिनिङफुल प्रम्प्टमा चेन्ज गऱ्यौँ भने त हामीले मिनिङफुल प्रम्प्ट दियौँ भने हामीले मिनिङफुल रेस्पोन्स पाउँछौँ, मिनिङफुल आउटपुट पाउँछौँ भनेर बुझ्न सकिन्छ। अब मैले यहाँनिर चाहिँ 3टा प्र्याक्टिस क्वेसन रेडी गरेको थिएँ। मैले के गर्न सक्छु भने मैले यहाँ च्याटमा हालिदिन्छु, इफ एनीबडी क्यान ट्राई इट टर्निङ इन्टु अ गुड प्रम्प्ट है। ओके, एनी वान क्वेसन गरे हुन्छ च्याटमा। क्वेसन भिजिबल छ?
Anybody wants to try? ओके, म यो कुरालाई आफै एकचोटि हजुरहरूलाई एक्सप्लेन गरेर देखाइदिन्छु कस्तो हुन सक्छ भन्दाखेरि, जस्तो राइट अबाउट एआईलाई पनि हामीले यसलाई प्रपर गर्न सक्यो। अनि फर डिटेलिङ हामीले 100 अनि त्यही अनुसार कन्टेक्स्ट र डिटेलको फर्ममा हुन्छ। यो सबै स्लाइडमा छ, म हजुरहरूलाई प्रोभाइड गरिदिन्छु। अनि कस्तो हुन्छ भन्दाखेरि एभ्री टाइम प्रम्प्ट गर्दाखेरि एउटा चाहिँ मैले बोनस टिप राखिदिएको छु। ओके, एडमिट। ओके, मैले बोनस टिप राखिदिएको छु। हजुरहरूले कस्तो हुन्छ भने एभ्री टाइम यो प्रम्प्ट दिँदाखेरि हरेक टाइम डिटेल हरेक कुराको थाहा हुन्छ भन्ने कुरा हुँदैन क्या। किनकि डिटेल जति डिटेलमा हामीले प्रम्प्ट दिन सक्यो त्यति नै डिटेलमा उसले पनि हामीलाई एउटा मिनिङफुल रेस्पोन्स दिन्छ नि त। सो फर द्याट कस्तो हुन्छ भन्दाखेरि हामीले त्यसमा कसरी छुट्याउने भन्दाखेरि एउटा निड दिने। निड भनेको कस्तो हुनसक्छ भन्दाखेरि आई वान्ट टु राइट एन इमेल। अब त्यसपछि हामीले त्यसलाई अर्को 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 त्यसमै अर्को लाइन के एड गर्न सक्छौँ भन्दाखेरि लेट्स थिङ्क स्टेप बाई स्टेप। एआईले चाहिँ कस्तो हुन्छ भन्दाखेरि एकैचोटि हजुरलाई रेस्पोन्स दिँदाखेरि युजली हेलुसिनेट गर्ने गर्छ क्या। कस्तो गर्ने गर्छ भन्दाखेरि हुन्छ नि आउट अफ द टपिक जाने गर्छ क्या कहिलेकाहीँ, धेरै उसलाई ओभरवेल्मिङ कन्टेक्स्टहरू भयो भने। त्यही भएर हामीले त्यो छुट्याउनको लागि लेट्स थिङ्क बाई स्टेप, थिङ्क स्टेप बाई स्टेप। स्टेप बाई स्टेप गर्दाखेरि चाहिँ ऊ क्लियर हुन्छ, ट्र्याकमा रहन्छ र भड्किँदैन भन्ने कुराले हो। अनि अर्को भनेको हामीले उसलाई रोल एसोसिएट गर्छौँ जस्ट लाइक बिफोर। जस्तो एक्ट एज अ आइल्स टिचर, मलाई इमेल लेख्नु छ, स्टेप बाई स्टेप सोचौँ र लेट्स एक्ट एज अ आइल्स टिचर भन्यौँ। अनि अनि त्यसपछि अब हामीलाई यसको डिटेल थाहा छैन अरे के चाहिँ डिटेल दिँदाखेरि चाहिँ एउटा बेस्ट इमेल बन्न सक्छ भने हामी त्यसमा रिभर्स प्रम्प्टिङ गर्छौँ। के गर्छौँ भन्दाखेरि एआईलाई नै भन्छौँ कि आस्क मी क्ल्यारिफाइङ क्वेसन बिफोर एन्सरिङ। लाइक मलाई यो कुरा चाहिएको छ तर तिमीलाई के कुराको एन्सर भयो भने चाहिँ तिमी यसको लाइक हुन्छ नि बेस्ट आउटपुट निकाल्न सक्छौँ भनेर, होइन त? हो, त्यस्तो कुरा हुँदाखेरि चाहिँ त्यस्तो गर्यो भने चाहिँ एउटा बेटर रेस्पोन्स पाइन्छ भन्ने कुराको अनुमान लाउन सकिन्छ र हजुरहरूले आफै पनि ट्राई गर्नुभयो हुन्छ। अनि त्यसपछि अब हाम्रो लास्ट टपिक रहेको छ त्यो भनेको चाहिँ कस्तो छ भने एआई टुल द्याट मेक्स माई टास्क इजियर भनेर चाहिँ एज अ स्टुडेन्ट, एज अ एससी पास स्टुडेन्ट भनौँ न, के एआईले चाहिँ हामीलाई प्रफिट गर्न सक्छ या हाम्रो डे टु डे वर्क लाइफलाई बेनिफिट गर्न सक्छ। ओके, हेलो। ओके, के लाइक फर्स्ट भनेको त च्याट जिपिटी ओभरअल जुन हामीले रेगुलर बेसिसमा युज गरिरहेको हुन्छौँ त्यसलाई मान्न सकिन्छ, जसले चाहिँ हामीलाई रेगुलर होमवर्क, एक्सप्लेनेसन, आइडियाज राइटिङ हरूमा हेल्प गरिरहेको हुन्छ। अनि अर्को भनेको चाहिँ एक्सटेन्सिभ रिसर्च गर्नु पर्यो हामीलाई, लिटरल हुन्छ नि अरू पिडिएफहरू रिसर्च गरेर हामीलाई होमवर्क गर्नु छ या भनौँ न हामीलाई केही रिसर्चहरू गर्नु छ भने सरी त्यस्तो कुरामा चाहिँ हामीले पर्प्लेक्सिटी एआई युज गर्ने गर्छौँ। अनि अभियसली आई थिङ्क यो कुरामा पनि धेरैजना फ्यामिलियर हुनुहुन्छ होला। यो इमेज जेनेरेसनहरूको लागि चाहिँ बेस्ट भनेको हामीले जेमिनाई युज गर्न सक्छौँ। अनि अर्को भनेको एउटा नोटबुक एलएलएम भन्ने चाहिँ यो चाहिँ हाम्रो बेस्ट छ। लाइक सरी नोटबुक एलएम भनेर छ होइन, माई ब्याड। त्यसलाई चाहिँ हामीले एउटा कुनै पनि युट्युब भिडियो रियाक्ट रिलेटेड भयो या कुनै पनि भयो, त्यो कति लामो हुन्छ नि त, त्यो कुरालाई हामीले एकैचोटि युट्युब भिडियो त्यत्रो लामो हेर्न इट्स सो कम्प्लेक्स एन्ड टु अन्डरस्ट्यान्ड कहिलेका ओभरवेल्मिङ नै हुन्छ क्या, होइन? हो, त्यस्तो कन्टेक्स्टमा चाहिँ के गर्न सकिन्छ भन्दाखेरि नोटबुक एलएम चाहिँ बेस्ट टुल हो क्या। म आफै पनि युज गर्छु। यो चाहिँ एज पर स्टडी पर्पज हुन्छ नि, पिडिएफ नोट्स भिडियोजहरूलाई
कम्प्लिटली समराइज गरिदिन्छ, हजुरको लागि फ्ल्यास कार्डहरू पनि बनाइदिन्छ अनि हजुरले पढेको बुझेको बुझ्नु भएको छ कि छैन भनेर क्विजहरू पनि त्यहीँ कन्डक्ट गर्न मिल्छ क्या। भोलिको टर्ममा एकदम चलेको भनेको भाइब कोडिङ हो, त्यस रेप्लिटहरू जस्तो अनि कोडियमहरू जस्तो टुलहरू युज गर्न सक्छौँ। अनि अर्को भनेको सबभन्दा अहिलेको टाइममा एकदम चलेको र खतरा मानिने भनेको स्मार्ट एसिस्टेन्ट भनेरै क्लड एआई भनेर छ, जसले चाहिँ तर आजको क्लासमा चाहिँ मैले नोटलाई थाहा छ छैन। ओके, यहाँ धेरैजना त हुनुहुन्न रहेछ। जतिजना हुनुहुन्छ कि हजुरहरूसँग ल्यापटप छ त्यहाँ अहिले? डु यु हेभ ल्यापटप? ओर आई डोन्ट नो, मोबाइलबाट पनि मिल्छ कि? माइक अन गर्न मिलेन भने एकचोटि च्याटमै रिप्लाई गर्नुभयो पनि हुन्छ। म एकचोटि स्क्रिन सेयर गर्न ट्राई गरिरहेको छु। ओके, म यो स्लाइड्सहरू ग्रुपमै सेन्ड गरिदिन्छु, त्यहाँबाट हेर्नुभयो भने चाहिँ हजुरहरूले नोटबुक एलएम आफै गएर पनि एकचोटि ट्राई गर्नुभयो भने चाहिँ एउटा ऱ्यान्डम युट्युब भिडियोलाई गएर त्यहाँ इन्टर गरेर गर्नुभयो भने त्यहाँ टन्नै हजुरहरूले आई डोन्ट नो यहाँनिर हाल्न मिल्छ मिल्दैन, बट हुन्छ नि टन्नै रिसोर्स छ क्या। जस्तो अडियो ओभरभ्यू, माइन्ड म्यापहरू बनाएर पनि बुझाउने गर्छ, डाटा टेबल, इन्फोग्राफिक, कम्प्लिट त्यो कन्टेन्टलाई नै उसले समराइज गरिदिन्छ क्या। अनि हजुरहरूलाई जसरी बुझ्न सजिलो लाग्छ आफ्नो चोइस हजुरहरूले त्यहाँ लिन सक्नुहुन्छ क्या। सो आई थिङ्क द्याट्स अल अबाउट टुडेज टपिक। एनी क्वेसन, क्वेरिज केही छ? Yes, like please do fill up the form है। हजुरहरूलाई कस्तो लाग्यो आजको सेसन होइन? त्यसको लागि चाहिँ त्यहाँनिर हजुरहरूलाई ग्रुपमा अहिले भर्खर फर्म पठाउनु भएको छ, त्यसलाई चाहिँ हजुरहरूले भरिदिनु होला। वाट डु यु एक्सपेक्ट मोर फ्रम दिस वर्कसप ओर दिस कन्टेन्ट भनेर भनौँ न है। सो आई थिङ्क द्याट्स अल। अरू केही क्वेसन्सहरू छ भने चाहिँ प्लिज डु लेट मी नो। Okay, I see news when just now. Please, okay.
ओके, अरू केही क्वेरिज भए हाम्रो व्हाट्सएप ग्रुप छ त्यहीबाट कन्टिन्यू गर्नुभयो हुन्छ. सो आई थिङ्क वी क्यान एन्ड इट हियर राइट नाउ. सो इज देयर एनी अदर क्वेरी अहिले यहाँ सोध्नुपर्ने? ओके, सो मैले एन्ड गरिदिएँ है.